के हाथ से चंगी न हो सकेकी। नेपाली पढ्नुस् त। 12 वर्षदेखि रक्त बहने पीडित एउटी स्त्री जसलाई कसैले निको पार्न सकेको थिएन। आमेन। कति वर्षदेखि 13 कति 12 चाहिँ मलाई 12 हालेलुया। 12 वर्षदेखि त्यो स्त्री भन्ने केटीको एउटा बिमारी थियो, एउटा के भन्दा रगत बग्ने बिमारी, लोही बग्ने बिमारी थियो। अनि त्यो 12 सालदेखि 12 साललाई हिसाब गर्नुभयो भने 4380 दिन हुन्छ। 4380 दिन बिमारमा थियो, आफ्नो खाटमा थियो, आफ्नो रुममा थियो, एउटै रुममा बसेर आफ्नो दुःखलाई, आफ्नो दुःखसँग बिमारीसँग आफ्नो आफन्त कोही पनि थिएन, किनकि त्यो समयमा रगत बग्ने बिमारी अछुतको बिमारी थियो। हालेलुया। यहुदीको नियम पढ्नु भयो भने एउटा हस्बेन्डले पनि आफ्नो बुढीलाई छुनु पाउँदैन, एउटा हस्बेन्डले पनि उसँग जानु पाउँदैन। यस्तो कठोर नियमको समयमा त्यो समयमा एउटा स्त्री थियो जसको रगत बग्ने बिमारी थियो 12 वर्षदेखि। हालेलुया। 4380 दिन सोच्नु चाहिँ 4380 दिन बिमारमा थियो। हालेलुया। तर भन्नुहोस् तर कसलाई सुन्यो? येशूलाई सुन्यो। हालेलुया। कसैले त कसैले भन्यो होला होइन, कसैले उसको साथीहरूले सायद भन्यो होला ऊ आइमी भएको कारणले सायद आइमी जाति धेरै नै छैन, आइमी भएको कारणले गर्दा सायद उसको आइमी साथीले भन्यो होला ए सुन ए फल्ने सुन, एउटा यीशु भन्ने आउँदैछ, यीशु भन्ने जन्मकर्ता, जीवनकर्ता, उद्धारकर्ता, मसीहा भन्ने यीशु ख्रीष्ट भन्ने उहाँ आउनु हुँदैछ। उहाँले अचम्म काम गर्नु भएको छ, ठुलो काम गर्नु भएको छ, थुप्रो मरेको मान्छेलाई जिलाएको छ। सुन यीशु आउँदैछ भने। हालेलुया। ध्यानले पढ्नु भयो भने उहाँले आफ्नो सबै सम्पत्ति डक्टरमाथि खतम गरिदिएको छ र पनि ठिक नभएर अझै उसको बिमार धेरै बेसी भएको थियो, है कि होइन? तर उसले सुन्यो। सोच्नुहोस् होला त्यो सायद उसको हर दिन रगत बग्थ्यो, सायद खुट्टाभरि रगत थियो होला, सायद उसको कपडामा रगत थियो होला, सायद उसको कपडालाई पनि धुने मानिसले धुन्थेन, सायद उसको रुम पनि सायद रगत भएको थियो होला। र पनि त्यो अवस्थामा उसले येशूलाई सुन्यो अनि त्यो येशूलाई शब्द सुनिकन सायद त्यो समयमा एउटा स्त्रीको जो बिमार भए उसको बसिन्दा, उसको घर, उसको गाउँदेखि बाहिर हुन्थ्यो। हेर्नुहोस् है, गाउँदेखि कहाँ हुन्थ्यो अरे? गाउँ सुनिने मेरो के हुन्थ्यो अरे? बङ्गाली भन्ने के हुन्थ्यो अरे? त्यो गाउँदेखि बाहिर के छ? बगान छ है। घरको स्त्री सायद बगानमा थियो होला, कल्पना गर्नु त्यो बगानमा थियो होला। अनि त्यसको धेरैदेखि 112 वर्षदेखि 4380 दिन भएको थियो। अनि सायद उसको कागज पनि थिएन होला, बल पनि थिएन होला। सायद कसरी आयो? सायद रुँदै आयो होला, सायद आशा गर्दै आयो होला, सायद खुट्टामा के भर लगाएर आयो होला सायद, तर आयो आएन आयो। विश्वास उसको जीवनलाई परिवर्तन गर्यो। हालेलुया। अनि उसले आयो सायद, आउँदै आयो सायद, त्यो भिडमा सायद कति जाने मान्छे थियो वरिपरि, सायद उसलाई सायद हेर्नु चाहिँ, तर उसले त लुकेर किन उसले येशूको कपडालाई किन छोड्यो थाहा छ? किनकि छुवाछुत बिमारले त्यो आइमीलाई केटाहरूमाथि त्यो प्रगत हुनका अनुमति थिएन। त्यसले कारणले गर्दा ऊ लुकी आयो। हालेलुया। लुकी सायद त्यो टाढोदेखि सायद बग्दै आएर सुन्नुहोस्, त्यो सायद उसको खुट्टा यस्तो बग्दै आउँदै होला, सायद बाटोमा रगत पनि बग्दैछ होला, सायद बाटोमा रगत पनि बग्दै होला, सायद र पनि ऊ आउँदैछ, र पनि त्यसको जीवन, उसको समस्या अझै बेसी भएको छ, उसको हालत खराब भएको छ, र पनि ऊ आउँदैछ येशूलाई। हालेलुया। तपाईँको कन्डिसन, तपाईँको सिचुएसन, तपाईँको परिस्थिति, तपाईँको अवस्था सायद लो लेभलमा छ नि, तपाईँ विश्वास गर्नुभएको छ भने त्यो विश्वास तपाईँलाई अझै अगाडि लानेछ है। विश्वास त्यस्तो। हालेलुया। अनि यो कन्टिन्यू के भनेको थियो? मर्कुस किताब उसले लुगा छोडेर निको भएको होइन त? निको किन भन्छ? ऊ विश्वास मर्कुस किताब पढ्नु भयो भने उसले भन्दै थियो, पढ्दिनु त के भन्दै थियो? मर्कुस किताब 5 अध्यायको 27 पछिदेखि पढ्नु, नेपालीमा र हिन्दीमा
एक स्त्री थी हाँ। जिसको 12 वर्ष से लहू बहने का रोग था। हाँ, उसने बहुत वेदों से बड़ा हाँ, दुख उठाया और अपना सब माल व्यय करने पर भी उसे कुछ लाभ ना हुआ था, परंतु और भी रोगी हो गई थी। हाँ, वह यीशु की चर्चा सुनकर हाँ। भीड़ में उसके पीछे से आई और उसके वस्त्र को छू लिया, क्योंकि वह कहती थी, हाँ। यदि मैं उसके वस्त्र ही को छू लूंगी तो चंगी हो जाऊंगी। नेपाली पढ्नुहोस् त। अनि 12 वर्ष अघिदेखि रगत बग्ने रोगी रोग भएकी एउटी स्त्री यहाँ थिए। त्यसले धेरै वैद्यहरूका हातबाट अनेक कष्ट पाएर आफूसँग भएका सारा धन सम्पत्ति खर्च गरेर पनि निको नभए बरु झन खराब हालतमा पुगेकी थिए। यसुको विषयमा त्यसले सुनेकी थिए र भिडको पछिल्लो तर्फबाट आएर उहाँले वस्त्र त्यसले छोई। अनि किनकि त्यसले मनमा नै भनी मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको हुन्छु। हालेलुया। केटीले के भन्दै थियो अरे, उसले घरिघरि एउटै शब्दले घरिघरि भन्दै थियो, यदि मैले उसको कपडा छोएँ भने, यदि मैले उसको कपडा छोएँ भने म निको हुनेछु। के भनेछु अरे, निको। थाहा थिएन उसको कपडामा सामग्री के छ भने, थाहा थियो। उहाँको ध्यान राखेको लुकामा किताबमा पढ्दै गयो भने थुप्रो मान्छेले छुन्थ्यो अरे, तर निको भएन है। तर उसले विश्वासले के भन्यो, तपाईँको परिस्थितिमा तपाईँलाई विश्वासको कुरालाई भनिराख्नुपर्छ, म निको छु, म स्वस्थ छु, मेरो निको छु, मेरो परिवार स्वस्थ छ, मेरो परिवार सेवा गर्नेछ, मेरो परिवार तपाईँको छोरा बिग्रेछ भने त्यसले भन्नुपर्छ, मेरो छोरा राम्रो छ, त्यो सेवा गर्नेछ, त्यस्तो गर्नेछ, त्यस्तो तपाईँले पोजिटिभ कुरा बोल्नुपर्छ विश्वासको सिचुएसनमा। हालेलुया। त्यो आइले भन्नु थियो, म जुदी परमेश्वरको त्यो येशू ख्रीष्टको लुगालाई छुएँ भने म भनिरहेको थियो। बेलायत भनेको आफ्नो जिब्रोमा जीवन छ। हालेलुया। मुखबाट जीवनको कुरा बोल्दै थियो, आफ्नो लागि आफ्नो मुखबाट जिब्रोबाट चौपाईको कुरा बोलिरहेको थियो। अनि त्यही कुरा जब उहाँलाई छुए नि त्यो देखाउनु पर्यो। तपाईँ र मेरो परिस्थितिमा चाहिँ, तपाईँ र मेरो परिस्थितिको अनुसार चाहिँ तपाईँ र अनि मलाई चाहिँ त्यही कुरालाई बोल्नुपर्छ। विश्वास भन्ने कुरा चाहिँ अहिले हो। मत्तीको किताब पढ्नु 11 को 23 पढ्नु त। म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूले यो पर्वतलाई भन्न सक्छौ, जा अनि समुद्रमा खस। अनि यदि तिमीहरूको मनमा कुनै शंका छैन अनि तिमीले विश्वास गरेको खण्डमा तिमीले भनेको कुरा घट्नेछ, तब परमेश्वरले तिम्रो निम्ति यसो गरिदिनुहुनेछ। नेपाली पढ्नु त। 11 को 24 हिंदी जो कोई इस पहाड़ से कहे तू उखड़ जा और समुद्र में हाँ जा पड़ और अपने मन में संदेह न करे, वरन प्रतिज्ञा करे कि जो कहता हूँ वो हो जाएगा। के भन्दै थियो रे, तपाईँले अनि मलाई चाहिँ मेरो समस्यालाई, मेरो पहाडलाई आफ्नो मुखले भन्नुपर्छ कि तो समस्या, तो बिमारी, तो परिस्थिति येशू ख्रीष्टको नाममा हतियार भनेको गरिराख्नुपर्छ। अनि त्यो जब हामी भनेको हुन्छ त्यतिखेर त्यही कुराहरू हामी भोलि पर्छ रिजल्टमा हेर्नेछौँ। हालेलुया। मैले तपाईलाई भन्छु, म जुन ठाउँमा म सेवा गर्छु त्यहाँ एउटा दिदी छ, दिदीको 12 सालदेखि रोगको लेप्रोसलाई के भन्छ, कोरको बिमार थियो। अब 12 सालदेखि उसले डक्टर, मेडिसिन, वैद्य सबै ओझामाथि सबै गर्यो। अनि एक दिन म गएँ त्यहाँ, जुन तपाईँ प्रभु येशूलाई विश्वास गर्नुभयो निको हुनेछ हेर्नुहोस् है। 12 साल उसले सबै ट्राई गर्यो। अनि त्यो ठाउँमा चाहिँ उसको विश्वास हारिसकेको छ, उसको विश्वास मरिसकेको छ, उसको सबै पैसाहरू, सबै सम्पत्ति खतम भएको छ।
र त्यो ठाउँमा म के भन्दैछु, तपाईँले विश्वास गर्नुपर्छ यो तपाईँको अङ्गुली तपाईँको ठिक भएको छ भने विश्वास गर्नुपर्छ। अब हेर्नुहोस्, उसले 12 साल सबै कुरो गरिसक्यो अनि म गएर भन्दैछु कि तपाईँले विश्वास गर्नुपर्छ यो तपाईँको अङ्गुलीको सबै रोग चाहिँ खतम भएको छ। यही भन्नुपर्छ तपाईँलाई, यही भन्नुपर्छ। तपाईँले दुख्दैछ, तपाईँले चिटाउँदैछ, तपाईँले प्रब्लम छ र पनि तपाईँले भन्नुपर्छ। अनि सुन्नुहोस्, मैले जब उसलाई यही भने उसले डेली के भन्थ्यो, मेरो उङ्गली निको भएको छ, मेरो उङ्गली निको भएको छ। 1 महिनामा हालेलुया त्यो रोग खतम भयो। विश्वास भनेको कुरालाई हामीले भनेको गर्नुपर्छ। त्यो स्त्रीले भनेको त्यो छुदी म येशू ख्रीष्टको त्यो कपडा छुए भने म नित्य हुनेछु। हालेलुया। तपाईँ अनि मेरो जलवायु तपाईँको जिब्रोमा छ। आमेन। तपाईँ अनि मेरो विश्वासको तपाईँले परिणाम हेर्नुहोस् भने तपाईँ बोलेको गर्नुपर्छ। हालेलुया। एउटा दिदी थियो, सरी एउटा भाउजू थियो, उसको गर्भको बच्चादानीमा इन्फेक्सन भएको थियो। डक्टरले भनेको थियो तिमीहरूको सन्तान हुँदैन, यो बच्चादानी काटेर फ्याँक्नुपर्छ। पास्टरहरूले पनि भन्यो तिमी फ्याँक्दै काटेर नानी पाला गर्नु, नानीलाई बहुत ल्याऊ, एउटा छोरा नानीलाई। अनि त्यो ठाउँमा मैले भने तपाईँको छोरा हुन्छ, तपाईँले विश्वास गर्नुपर्छ। उल्स हेर्नुहोस् है, डक्टरले रिपोर्ट कहाँ पनि त्यो घाउ छ भनेर त्यहाँ त्यो रिपोर्टले हेरिरहेको छ, रिपोर्टले सही रिपोर्ट दिएको छ। अनि मान्छेले पनि भन्छ अब तिमीहरूको के हुन्छ, तिमीहरूको बुढा यतिकै हुनेछ भनेर सबैले भन्दैछ। अब नानीको इच्छा छ, सबै पास्टरले पनि विश्वास सबैले भन्थ्यो हुँदैन, भाउ आउँछ अरे हालेलुया। त्यो ठाउँमा अनि मैले के भने, हेर्नुहोस् परमप्रभुले साराको गर्वलाई खोले, तपाईँ पनि गर्व खोल्नु सक्छ। अनि मैले त्यसलाई भने तपाईँको छोरा हुन्छ, तपाईँको नानी हुन्छ भनेर मैले भने। अनि त्यो कुरा मैले त्यो भाउजूलाई मैले एउटै कुरा भने, हेर्नुहोस् संसारले जेसुकै भन्नुहोस् र मेरो शब्द सुन्नुहोस्, म आफ्नो शब्द होइन बाइबलको शब्द लिएर भन्दैछु, तपाईँको नानी हुनेछ भनेर भने। अनि त्यो कन्टिन्यू उसले के भने, नानी हुन्छ, गर्भमा राखेर उसले भन्थ्यो मेरो रोग छैन, मेरो बिमारको सबै खतम भएको छ, नानी हुन्छ भने साँच्चै यो फरवरीमा नानी पायो। भन्नुपर्छ हालेलुया। विश्वासको लागि बोलिराख्नु पर्ने कुरा हो। हालेलुया। अन्त भने तपाईँको जीवनमा देखा पर्नेछ। आमेन। तपाईँ अनि मेरो जीवनमा चाहिँ के छ अरे, जीवन छ, जिब्रोमा शक्ति सामर्थ छ। हालेलुया। तपाईँलाई तपाईँको जीवनमा तपाईँको कन्डिसनमा अझै एउटा म कुरा भन्छु। अस्तिपल्ट मे महिनामा मैले ठुलो प्रोग्राम गरेँ, प्रोफेटिक इन्काउन्टर। अनि जसरी परमेश्वरमा दर्शन दिनुभयो, तँलाई यो सभा राख्नुपर्छ। अनि मेरोमा 4 रुपियाँ मात्रै थियो है, 4 रुपियाँ मात्रै थियो। अनि मलाई मेरो समयमा मेरो टाइममा 1 हप्ता मात्रै थियो, मेरो छेउमा टाइम 1 हप्ता मात्रै थियो। कति थियो अरे, सोमबार दिइसक्यो, मङ्गलबार दिइसक्यो, बुधबार दिइसक्यो। अब भोलि प्रोग्राम छ है, भोलि पनि आइसक्यो, पैसा छैन। हालेलुया। पैसा राख्ने म भनिरहेछु, परमेश्वरले भनेको छ गर्नुपर्छ। हालेलुया। मात्रै बाँकी छ प्रोग्राम गर्नुको लागि, मासु आएको छैन, सब्जी आएको छैन। म भनिरहेको छु परमेश्वर तपाईँले भनेको छ यो प्रोग्राम हुन्छ। हालेलुया। 4 रुपियाँ मात्रै छ। अनि परमेश्वरले के गर्यो, 1 घण्टा भित्रमा यस्तो मिरेकल गर्नुभयो कि 15,000 प्रदान गर्नुभयो। आमेन। जब हामी तपाईँलाई म कुनै कुराको विश्वास गर्छ भने त्यो कुरालाई भनेको गर्नुपर्छ नि, त्यो कुरा देखा पर्दै रहेछ। हालेलुया। यो तपाईँको शरीरले, यो संसारिकको शरीरले सायद नदेख्ला सायद, तर भित्रको आत्माको कुराले भन्छ। म चाहिँ पौलले के भन्छ, हामी चाहिँ के भन्छ, हामीले चाहिँ विश्वास हेर्छौँ है। यो शरीरको आँखाले होइन, हामीले नदेखेको कुरालाई यस्तो मान्छौँ कि मेरोमा छ होइन। विश्वास भनेको नदेखेको कुरालाई पनि देखेर मान्नु। आमेन। भोलिको दिनमा सायद के होला, र पनि भोलिको दिन हामी देखेको छैनौँ, र पनि हामीले बोल्नुपर्छ कि भोलिको दिन मेरो छोरा बिग्रेको छ भने होइन, भोलिको दिन छोराको सेवा गर्नै छ भनेर। हालेलुया। विश्वासले चाहिँ तपाईँको जीवनमा परिवर्तन ल्याउँछ है। आमेन। त्यही प्रोग्रामको दिनमा बगानमा त्यो ट्याङ्की मिलेको चिठा दिँदैन है, दिन्छ मिलेको चिठा त्यो पाएन भने ट्याङ्की दिँदैन है।
ना मेरो परिवारको ना मेरो बिजुली ट्याङ्की ट्याङ्की देखायो, खाना पानी सुको राख्ने ट्याङ्की आएको छैन। अनि मैले भनेको छु प्रभु ट्याङ्कीमा ट्याङ्कीलाई म समर्पित विश्वास गरेँ। अनि त्यो विदाउट बिना चिज है छुट्टीको दिनमा सबैजना सबै कुनै पनि ड्राइभर कुनै पनि खलासी कुनै पनि केही पनि थिएन, सबैजना छुट्टीमा थियो र पनि मैले परमेश्वरलाई भने प्रभु म ट्याङ्कीलाई विश्वासले समर्पिछु। मेरो घरमा ट्याङ्की छ आएको छ भनिकन मैले प्रार्थना गरेँ। त्यही ठाउँमा गएर ट्याङ्की आउँदैछ प्रभु आउँदैछ, छैन ट्याङ्की आउँदैछ आउँदैछ आउँदैछ। साँच्चै आधी घन्टा बाद आइपुग्यो। हामी तपाईँलाई मलाई चाहिँ नहेरेको कुरालाई यस्तो बोल्नुपर्छ कि छ यसो ख्रीष्टको नाममा छ। हालेलुया। मरियमको जब भाइ जब मर्यो के भयो भने सबैजना रुन थाले। हालेलुया। र येशू चाहिँ त्यो ठाउँदेखि उसको जीवन पाएको कुरालाई हेरेको थियो। हालेलुया। मरियमले चाहिँ त्यो मृतक शरीरलाई हेरेको थियो, तर येशूले उसको बोलीको कर्सा त्यो जिउँदो भएको त्यो शरीरलाई हेरेको थियो। आमेन। विश्वास भनेको कुरा चाहिँ के भन्छ नभएको कुरालाई हेर्नु नै विश्वास हो। आमेन। अनि विश्वासले कसरी लागू गर्नु आफ्नो जीवनमा भनिराख्नुपर्छ। चाहे जेसुकै होस् भनिराख्नुपर्छ। आमेन। अझै एउटा प्रभुको दास थियो वो बिमार भयो। अनि बिमारले यति ज्वरोले मात्रै उसको ज्वरो भयो। अनि ज्वरोले गर्दा उसको शरीर आत्मा प्राण पुरा बेडमा पुगे। अनि उसले भनिरहेको छ म निको छु यसको पाराले गर्दा म निको छु। 1 वर्ष भइसक्यो त्यो बेडमै छ। निको छु भन्दा उस सारा शरीरमा सुकिसक्यो, हड्डी देखिसक्यो, उसको सारा छालाहरू सबै पिल्सिसक्यो। र पनि भनेको होइन म सेवा गर्नेछु म निको छु। हालेलुया। 1 साल बित्यो उसको 1 सालको 1 हप्ता बाद त्यही मान्छे त्यही शरीरमा सामर्थ्यको साथमा शक्तिको साथमा खडा भयो। आमेन। हजारौंको बीचमा सेवा गर्दैछ। आमेन। विश्वास भनेको कुरा हामीले बोलिराख्नुपर्छ। नहेरेको कुरालाई बोलिराख्नुपर्छ। अनि त्यो कुरा देखा पर्नेछ। आमेन। बुझ्नु हुँदैछ मेरो कुरा? बुझ्दै छैन हो? माथि गएर बोलो पनि माथि। हालेलुया। म चाहिँ फेरि यीशुलाई बुढो भन्छु। हालेलुया। माया गर्ने हुन्छ नि नातिनी अरू है बोजू बाजे बुढो त्यो मायाले बुढो भन्छ। भयो मेरो बुढो बाजे दाजु देना भन्छ। हालेलुया। मैले पनि भन्छु हालेलुया। प्रेम शब्द त्यसलाई मलाई के त्यो गरेको होइन, प्रेमको शब्द। हालेलुया। अनि तपाईँ त्यो स्त्री के थियो अरे भनिरहेको हेरेर चाहिँ उसको सिचुएसन खराब थियो। उसको रगत घट्थ्यो। हेर्नु चाहिँ मानिसको शरीरमा 6 लिटर मात्रै रगत, 6 लिटर। अनि 6 लिटर 480 दिन बग्यो भने कसरी हुन्छ? के हुन्छ? मान्छे बच्चा 4380 दिन गर्नुहोस्। 4380 दिन उसको रगत बग्यो भने ठुलो बाइचान्स 1 बुन बग्यो भने 1 लिटर बेसी हुन्छ नि, हुँदैन हुँदैन स्त्रीले विश्वास गर्यो। हालेलुया। शरीरमा बल थिएन, तागत थिएन र भन्दै आउँथ्यो म यीशुको कपडा छोएँ भने म यीशुको कपडा छोएँ भने त्यो भनिरहेको थियो। त्यो कुरा प्रकृतिक कुराहरू आफ्नो जीवनको कुरा भनिरहेको थियो। जसरी उसले छोएपछि सामर्थ्य थियो। आमेन। त्यो विश्वासलाई हेरिकन के भन्यो? यस्तो विश्वास मैले कहिले पनि हेरिन। आमेन। एउटा कुरा र सुविधार थियो। बाइबलमा सुविधा छ होइन? उसको दास बिमार भएको थियो। अनि ऊ के सोचेर आएको थियो? म यीशुलाई बोलाउँदिन, म लादिनँ। उसले के भन्थ्यो? उसलाई म यीशुलाई आफ्नो शब्द मात्रै भन्छु, शब्द मात्रै भनिदिनुहोस् मेरो दास निको हुनेछ। आमेन। बिजी थियो होला यीशु क्रिस्ट। उसले आइडिया लाग्यो के भन्नु सोच्यो माइन्डमा होइन। यीशुलाई म शब्द मात्रै भनिदिनुहोस्। उसले याद गर्दै आउँदै थियो होला। उसको दास मर्नै आँटेको थियो। अनि उसलाई के भने? प्रभु तपाईँ एउटा शब्द मात्रै बोलिदिनुहोस्, दास निको हुनेछ। आमेन। उसले बोल्यो, निको भयो। आमेन। जब तपाईँ अनि म त्यो सिचुएसनमा, तपाईँको अँधेरो सिचुएसनमा, तपाईँको अँधेरो त्यो दुःखको परिस्थितिमा जब तपाईँ अनि म वचनलाई लिएर बोल्छौँ नि, एउटा जीवनको कुरालाई, सामाको कुरालाई,
सफलताको कुरालाई त्यो हुनेछ। आमेन। अझै पटक तपाईँ अनि म जसुकै परिस्थितिमा होस्, तपाईँ अनि म चाहिँ एउटै कुरा म भन्न चाहन्छु, तपाईँ नआएको कुरालाई बोलिराख्नुहोस्। मेरो कुरा, म 3 वर्ष बिमार छु। 3 वर्ष के बगानमा भोमिटिङ गरेर त्यही एक घन्टा बिगरेर बेहोस हुन्थ्यो र पनि म भनेको थिएँ म निको छु। मेरो शरीर दुब्ला भइसक्यो। मेरो आफ्नो अगमताले पनि भन्यो कि त्यो मर्छ छोडी गाडा गर्नुपर्छ भनेर भन्यो र पनि मेरो भित्रको आत्मा, विश्वासको आत्माले भन्छ त्यो बाँच्छस्, त्यो निको हुन्छस्। भित्रको आत्माले भनिरहेको छ, विश्वासको शब्दले भनिरहेको छ। हालेलुया। भन्ने बित्तिकै निको हुँदैन र हामीलाई भने बोल्नुपर्छ। हालेलुया। भन्नु काम अहिले हो, रिजल्ट आउने काम भोलि हो। आमेन। हालेलुया। मेरो पवित्र अन्त गर्नुहोस् है। जब कि प्रार्थना गर्छ अनि पाउनेछौँ। भन्दैछु प्रार्थना जेसुकै माग्छौ सो पाएका छौ। के माग्छौ रहेछौ? यो पाएको छौ चाहिँ अहिलेको शब्द वर्तमान कालको कुरा भन्दैछ। अनि पाउने कुरा कहिले हो? भन्नुहोस् त अगाडि। पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ शब्द चाहिँ भोलिको शब्द हो होइन। पाएको छौ भने चाहिँ अहिलेको शब्द, वर्तमानको शब्द हो। तर हुनेछ भने चाहिँ भोलिको शब्द हो। हालेलुया। विश्वास गर्ने शब्द अहिले हो, तर पाउने कुरा चाहिँ भोलि हो। बुझ्नुभयो? इसीलिए मैं तुमसे कहता हूँ कि जो कुछ तुम प्रार्थना करके मांगो तो प्रतीत कर लो कि तुम्हें मिल गया। भयो। मिल गया मतलब कहिलेको शब्द? अहिलेको शब्द होइन, वर्तमान कालको कुरा बोल्दैछ है। तर पाउने कुरा चाहिँ पेपर और तुम्हारे लिए हो जाएगा भनेको भविष्यकाल। आमेन। तपाईँ अनि मेरो परिस्थिति बिग्रेको होस् अनि तपाईँले प्रार्थना गर्ने बित्तिकै चाहिँ विश्वास गर्नुपर्छ, म निको छु, राम्रो छु, भलो छु, चङ्ग छु। तर रिजल्ट चाहिँ वर्तमान कुरामा हेर्नेछ, भोलिको भविष्यकालमा हेर्नेछ। हामी दुईटा शब्द छ यहाँ। विश्वास गर्ने, प्रार्थना गर्ने बित्तिकै मलाई विश्वास गर्नै पर्छ। हालेलुया। चाहे म पाएँ कि पाएन, चाहे मेरो परिवार बिग्रेको छ, चाहे मेरो नानी बिग्रेको छ, चाहे मेरो बिमारमा छु, चाहे म सङ्घर्षमा छु, चाहे आर्थिक अवस्थामा छु, चाहे आर्थिक बनेर घटीमा छु, जब म प्रार्थना गर्छु मलाई विश्वास गर्नुपर्छ। हालेलुया। विश्वास गर्ने रिजल्ट पाएन नि हो, पाए। हालेलुया। बाइबलले पाउने छौ। हालेलुया। विश्वास चाहिँ अहिले गर्नुपर्छ, रिजल्ट चाहिँ भोलि हेर्नुपर्छ। आमेन। पवित्र परमेश्वर पिता, यो समय परमेश्वर पिता मैले विश्वासको सिद्धान्त सिकाए प्रभु। सबैको जीवन सबै पिताको विश्वासको फेदलाई विश्वासको आत्मालाई दिनुहोस् परमेश्वर पिता। धन्यवाद पिता परमेश्वर पिता, सबैको जीवनलाई पिताको विश्वासको जब धन्यवाद परमेश्वर पिता। अहिले आदर महिना होस् पिता, सम्पूर्ण दिन्छ पिता। हामी माग्छौँ प्रार्थना यीशु ख्रीष्टको उच्च अनि पवित्र परमेश्वर नाममा।